अनि व्यास जन्मिने बित्तिकै सुखदेव स्वामी हस् पिताजी भने 16 वर्ष भइसक्यो हिँडिहाल्नु फुत्तै। त्यही छोरालाई देखेर यम प्रव्रजन्त मनुपेत मुपेत कृत्य भने त्यही अपेत कृत्य। कोही काम छैन, घर गृहस्थी गर्नु छैन, मलाई केही चाहिएको छैन भनेर हिँडिहाल्नु भएको हो। त्यस्ता सुखदेव स्वामी आत्मविद हो। त्यस्ता सुखदेव स्वामीलाई किन भागवत सुन्नु परेको थियो? आफै जानेकै थिए। जानेलाई फेरि जान्ने, घर आगो भएको मान्छेले आगो लिन त जाँदैन नि। एकचोटि जानिसकेको बुझिसकेकोले किन बुझ्नु पर्यो र भन्दाखेरि अनि सुतजी भन्नुहुन्छ होइन, भगवानको कथा जति दोहोऱ्याएर तेह्राएर सुन्यो उति फाइदा हुन्छ नि, जति सुन्यो उति सुन्नु लाग्छ भनेर उहाँले फेरि त्यो सुन्नु चाहनुभयो। बा सुनाउनुहोस् त भागवतलाई सुनौ भनेर भगवान् नारायणको कथा सुन्नुभयो। यी कुराहरू हामीले तयार गरेको कुराहरू यही हो। यो सुनाउनु भयो। सुखदेव कुनै बेलामा हिँड्नु भयो, डुल्नु भयो, बाहिरतिर घुम्न जानुभएको थियो। अब फेरि यो कथा प्रसङ्गको कुरा गर्दाखेरि व्यासजीका आश्रममा घुम्दै फिर्दै एक दिन नारद आउनुभएको छ। कहाँबाट सुरु भयो भन्दाखेरि नारद आएपछि व्यासलाई देख्नुभयो, निनेवर अनुहार, मलिन अनुहार, चिन्ता गरेर झोक्राएर बसिराख्नु भएको रहेछ कालीको तिरमा, नदीको तिरमा, त्यही कालीगण्डकीको तिर। अब अहिले हामी जहाँ व्यास आश्रम छ त्यहीँनिर तिरमा बसिरहनु भएको छ। के हो, किन झोक्राउनु भएको, के चिन्ता छ तपाईँलाई, बिसन्चो छ कि अथवा के हो भनेर भगवान्ले सोध्यो। तपाईँले त महाभारत बनाउनु भयो, रामायण बनाउनु भयो, वेद 4 भाग लगाउनु भयो, शिष्य प्रशिष्यहरूलाई सिकाउनु भयो, 1131वटा वेदका शाखा भइसके, सारा शास्त्र बनाउनु भयो। अब तपाईँले रामायण महाभारत बनाउनु सबैको लागि हुने गरी अब तपाईँलाई किन चिन्ता? खै भित्र के नपिया जस्तो क्या, दाल भात तरकारी पकाए पनि त्यहाँ के नुन नपिया अथवा के मसला नपिया, कहिले के नपिया जस्तो। मिठो त मिठै छ तर खै के नपिया जस्तो, स्वाद चाहिँ राम्रो आएन है भने जस्तै गरी तपाईँको चाहिँ नि मलाई त्यस्तो लागिरहेछ मनमा। के गर्नु, के पुगेन जस्तो लागेर अनि खेसी तपाईँले वेद पुराण सबै थोक बताए तापनि साँच्चै नै नारायणको कुरा चाहिँ पुगेन तपाईँको बयानमा। किम भागवता धर्म न प्रायण निरूपिता, भगवानको धर्म तपाईँले नारायणको कथा पुराण बताउनु भएन, तपाईँलाई चिन्ता लागेको रहेछ। त्यसो भए तपाईँ नारदको चाहिँ यो कुरा, मेरो कुरा सुन्नुहोस् भनेर भागवत बताइदिनु भएको छ नारदले। कृष्ण से नारदो भ्याघात आश्रम भन्ने छ, त्यो आश्रममा नारद आएर सम्वाद गराइदिनु भएको छ र नारायणको कथा उहाँले सुनाइदिनु भएको छ। श्लोकी भागवत इत्यादि कुराहरू चाहिँ हामी 5औं अध्यायमा संक्षेपमा यो सारांश चाहिँ हामीले विस्तार गरियो। अब धेरै कुरा छन्, यसै भनिरह्यो भने त अब एक कुरा मात्रै यही अध्यायले दिन जान्छ। फेरि नारायण हरि शरणम श्रीकृष्ण अर्पणमस्तु। अब आजलाई यही कुराहरू चर्चा गरौँ, अगाडि बढौँ। हरिओम तस् इत्यादि कुराहरू यहाँ विस्तार गरियो। विस्तारपूर्वक कुराहरू चाहिँ छ, यो पछि विस्तार गरौँला। सुतौबा चाहिँ एतम निसम्य भगवान् देवर्षे जन्म कर्म छ। अब देवर्षिका कुरा पनि आउँछन्, अलि पछि बताउँला। सुतौबा सत्यवेरो सुत विवाह कुबेर एव गुह्यकै दृष्टानि पर्यन्तं मम दिवच्युत विवाहपरं प्रणेमि पाण्डवा विश्वं सानुगाः सह चक्रिणा तत्र ब्रह्मर्षयः सर्वे देवर्षयस्य सत्तम राजर्षयः तत्रासन् द्रष्टु भरतपुङ्गमं पर्वतो नारदो गम्यो भगवान् बादरायण वृद्धसो भरद्वाजस्य शिशु रेणुकाशः वशिष्ठ इन्द्र प्रमोदस्त्रितो गृत्समदोषितः कक्षिमान् गौतमोत्रिश्च कौशिकोऽथो सुदर्शनः अन्यजमनयो ब्रह्मन् प्रमुतारादयो मुलाः शिष्यरूपेण च आजगुं कश्यपाङ्गिरसादयः तान् समेतान् महाभागानुपुरद्य पशुत्तमः पूजयामास धर्मकीर्तिस्य कालविहावो कृष्णं च तत्प्रभावज्ञ आसीन् जगदीश्वरं हृदिस्थं पूजयामास मायेव पादविग्रहं पाण्डुपुत्रान् उपासीनान् नान् प्रश्रय प्रेमसङ्गतान् अभ्याचष्टान् रागाश्रयभूतेन चक्षुषा अवकष्टम् अवन्यायं यद्वयं तरुणन्दना जीवितं नारदं कृष्णं विप्रधर्मचिताश्रयाः शशितेतिरथे पाण्डव वृथा बालप्रजावधूः विश्वकृते भवन् क्लेशान् प्राप्तः तोकवती मुहुः सर्वं कालकृतं मन्ये भवतां च यदप्रियं सपालो यद्वसो लोको वा यदि वहनावली यतधर्मसो राजा गदा पाणिभृगोदरः कृष्णं श्रीगान्धिवं चापं कृष्णस्ततो विपद नयसे करिचित् राजन् पुमान् विदित्सितं यत् विजिगीषया सया युक्ता मुह्यन्ति कवयुक्तिः तस्मादिदं दैवतन्त्रं व्यवस्य भरतर्षभ तस्यानुपीठो नाथ पाहि प्रजाः यो प्रभो
सबै भगवान साक्षात् ये सबै भगवान साक्षात् आद्य नारायण भगवान मोहयन्माय लोकम गुडस्सरस विष्णुषु अस्यानुभावं भगवान वेदगुह्यतमं शिव देवर्षि नारदः साक्षात् भगवान कपिलो मुनिः यं मनसि मातुलेयं प्रियं मित्रं सुहृतमं अकरोषि सजीवं दूतं सर्वदा सारथिं सर्वात्मना समदृशो कृते तद्कृतं मति वैषम्यं निरवध्यसन क्वचित् तथापि एकान्त भक्तेषु पश्य पूपानकल्पितं यन्मे सूर्यत्यजत साक्षात् कृष्णो दर्शनमागत भक्त्यावेशमनो यस्मिन् वाचय नाम कीर्तन त्यजवा तदीक्ष एव सुगता युधस्व्यथः निवृत्त सर्वेन्द्रियवृत्तिविभ्रमस्तुष्टाव जन्यं विसृजन् जनार्दनं विष्णुवाच इति मतिरूपकल्पिता वितृष्णा भगवती सात्वतपुङ्गमे विभुम्नि शशुकं भगते क्वचित् विहरतं प्रकृतिमुपेषु यद्भवत्प्रवाह त्रिभुवनकमलं तमानवर्णं रविकरगौरवराम्बरं ददानि भवत्फलकुलालकाननाब्जं विजयसखिरतिरस्तनेन वद्या गिरिधरगरजो विधुम्रविश्वग कचरुलितस्रव आर्य अलङ्कृतास्य मम निशितशरदि विवचो निशम्य मध्ये निजपरयोर्बलयोरथं निवेश्य सितवती परसैनिकाय रक्षणा सितवती पार्थसखिरतिर्ममास्तु व्यवहितनाम कुमतिमदात्मनित्रयाय शरणति परमस्य तस्य मेस्तु स्वनिगमो भाय प्रतिज्ञानन्तमधिकर्तुमप्लुतो रथस्थः धृतचरणो रथचरण भन्यो गतिर्मुकुन्दः विजयरथकुटुम्ब आत्ततोत्रे तोत्रे धृतहय रश्मिनि तक्षणे क्षणीये मुनिगणनिपवर्य सङ्कुलेन्तः सदसि दृष्टिर्राजसूय येषाम् अर्णमोपेद ईक्षणीयो मम दृशिगोचर एष आविरात्मा तमेव महमजं शरीरभाजां हृदि दृष्टितमात्मकल्पितानां प्रतिदृशमिव नैकधारकमेकं समधिगतोऽस्मिदितवेदमोह श्रुतोवाच कृष्ण एवं भगवती मनोदृष्टयः तस्य निर्हणादीनि सम्पदे तस्य भार्गव युधिष्ठिरकारयितं मूर्तं दुःखितोऽभवत् तुष्टुर्मनयोर्हृष्टाः कृष्णं तद्गुह्यमानां ततस्ते कृष्णहृदयाः स्वाश्रमानुप्रयेयुः पुनः ततो युधिष्ठिरो स कृष्णो प्रजावयं पितरं शान्तयमास ज्ञातारे च तपस्विनी पितराय आततायिनो युधिष्ठिरो धर्मभृतां वरिष्ठः सार्जय प्रतिवृद्धभोजनः कथं प्रवृत्तः किमकारसित् ततः श्रुतोवाच वंशद्गुरोर्वंशदवाग्निर्हृतं संरोहयित्वा भावनो हरिः निवेशयित्वा निजराज्ये ईश्वरो युधिष्ठिरं प्रीतमना बहुवः निशम्य भीष्मोक्तमथात् चित्तोक्तं प्रवृत्तविज्ञान विद्युतविभ्रमः सशासगामीन्द्र इवाजिताश्रयः परिद्युपान्तामनुजानुवर्तितः परिष्वज्या विवाद्यतम आरूढोरहं कैसित परिष्वक्तो विवादितः सुभद्रा द्रौपदी कुन्ती खानेकुरो पकाएर खुवाउने आमाको काम सघाउन सके सघाउनु नसके आमाको पछि लाएर पुच्छर हुने मेरो काम सेवा गर्दै थिएँ कुनै दिन ऋषिहरूको सेवा गर्दा गर्दै उहाँहरूले खाएको बाँची खुचेको अब सेवकको नोकर चाकरको छोरा होइन ठुला बडा ऋषिमुनिहरूले खाएको जुठो अलिअलि खाइदिएँ मैले आज भोलि खाँदा खाँदै त्यो जुठो खाँदा बुद्धि मेरो आयो ऋषिहरूको जसको जुठो खायो त्यसको बुद्धि सर्छ जस पाएको जुठो खानुहुन्न आज ऋषिमुनिहरू तपस्वीहरूको जुठो खाएको त उसको बुद्धि आएछ मलाई हरिनाम भजौँ भजौँ लाग्यो उनीहरूले भजेको सँगै हरि भजैँ उनीहरूको सँगै भगवानको कुरानुवाद गरेँ जुठो पनि खाएँ हुँदा हुँदै ऋषिमुनिहरूको 4 महिना सिद्धियो चौमासाको व्रत सिद्धियो चतुर्मासाको व्रतमा भगवान्लाई हरिशयनी व्रतबाट हरिबोधिनीसम्मको व्रत गरिसकेपछि उठाएर ऋषिहरू गए जाँदाखेरिमा मलाई कस्तो कस्तो लाग्यो खल्लो लाग्यो ऋषिहरूले मलाई माया गर्नुभयो यो बच्चा हामीले भने मान्थ्यो असाध्यै ज्ञानी थियो भजन गर्दा भजन गर्थ्यो नाच्दा नाच्थ्यो गाउँदा गाउँथ्यो यो बच्चालाई के सिकाइदिनु पर्यो भनेर मलाई केही ज्ञान दिएर जानुभयो भजन कीर्तन गर्ने कुरा आशीर्वाद दिएर जानुभयो अन्नवचनगमिष्यन्त कृपया दीन वत्सल यत्तद्भागवतोदितं गुह्यं ज्ञान परम गुह्य ज्ञान मलाई दिनुभयो भगवानको भक्तिको ज्ञानको कुरा मलाई सिकाइदिएपछि मैले त्यही ध्यान गर्दै थिएँ काम गर्दै थिएँ आमाका साथमा कहीँ जान्थेँ रोगी भएकालाई रोग निको हुन्छ ओखती खाएपछि रोगीको रोग निको हुन्छ रोगै नभए त के निको हुने
मलाई केही आसक्ति चाहनै थिएन। नारायणको निर्गुण भजन म गर्दथेँ। एक दिन त आमालाई अर्काको काममा जाँदा आउँदा सर्पले टोकिदिएछ, भुतुकै भएन। आमा त सर्पले टोकेर मरिछन्, तेरी आमा मरिन् भने म जान्दैन थिएँ, काजक्रिया गरेँ। 5 वर्षको उमेरमा कहाँ जानु, आमालाई छोडेर गएपछि। आमाले छोडेपछि मलाई त भगवान्ले कृपै गरेछन्। आमाको नि पिर भएन, अब नारायणकै पिर लिन्छु भनेर भजन गर्दै म जङ्गल पसेँ। जङ्गलमा जाँदा जाँदै घोर बाक्लो जङ्गलमा पुगियो। नारद भन्नुहुन्छ त्यो जङ्गलमा कोही छैन, केही छैन। जन्तु जनावर आउँछन् जान्छन्, म कसैलाई जिस्क्याउँदैन थिएँ, उनीहरू मलाई जिस्क्याउँदैन थिए। म आफ्नो सुरमा लागेर ठुलो पिपलको फेदमा पुगेँ। जङ्गलमा ठुलो पिपलको रुख रहेछ, चौतारी जस्तो परेको रहेछ। त्यसैको काखमा बसेँ। मलाई काखा लिन बसेका मेरा बा जस्तै लाग्यो। पिपलको रुखमा बसेर आँखा चिम्लिदियो। डर त्यस बेलासम्म हुन्छ जब आँखा हेरिन्छ, डर त्यस बेलासम्म हुन्छ जब कान सुनिन्छ। कान बन्द गरेर आँखा बन्द गरी सिकेको डर छैन। तर हरायो मेरो अन्तःकरणमा नारायणको चिन्तन गरेर भगवान् नारायणको नाम जप्दै गएँ, बज्दै गएँ। नारायणको नाम स्मरण गर्दा गर्दै अकस्मात मेरो हृदयमा शङ्खचक्र र गदा पद्म लिएका वनमाला लगाएका भगवान् नारायण किरीट कुण्डल कवच लगाएको प्रकट हुनु। मेरो हरि, कति दिनपछि दर्शन पाएँ, मेरो हरि भनेर खुसी पारेर म दङ्ग परेर नाच्दै थिएँ। ठ्याक्कै हराइदिनु, हरि हराउनु भयो। हृदयबाट नारायण अन्तर्धान हुने बित्तिकै म त पागल जस्तो भएँ। मेरो भगवान् तपाईँ कहाँ जानुभयो, कति राम्रो हुनुहुन्थ्यो, कति सुन्दर हुनुहुन्थ्यो, चित्तै बुझाएको थिएन मलाई। म अघाएकै थिइनँ, कहिले दर्शन पाउनु फेरि मैले, प्रभु फेरि दर्शन पाउँ भनेर म त्यो रोइ कराइ गरेँ। नसुन्ने कोही छन् मेरो भगवान् बाहेक, कोही छैन प्रभु। अकस्मात भगवान्ले आकाशवाणी गर्नुभयो। आकाशमा बसेर बोलिदिनु भयो। आज संसारले आकाशवाणी भन्छन्, मान्छे नदेखिने कुरा मात्रै सुनिने, यहाँका कुरा टेप गरेर अन्यत्र जानुहुने, त्यस्तो बाणीलाई आकाशवाणी अहिले संसारले सिकेको छ। भागवतमा त्यस्ता कुरा पनि आउँदो रहेछ। बिना तारको बाणी होइन, आकाशवाणी भयो। तिमीले यो जन्ममा मलाई पाउँदैनौ बाबु, कैयौँ जन्मसम्मको तपस्या साधनाले पाइने। तिमीले ऋषिमुनिहरूको जुठो खायौ, स्वागत गर्यौ, सत्कार गर्यौ, प्रेम गर्यौ, सद्भावना राख्यौ, ऋषिहरूको उपदेश मानेर मलाई यहाँ दर्शन पायो एकपटकलाई। तिमीलाई भक्ति जगाउनलाई, प्रेम जगाउनलाई दिएको। सधैँ मलाई दर्शन गर्ने भए साधना गर, अर्को जुनीमा पाउँछ। भगवान् नारायणको यो आज्ञा भएपछि उनी त्यहाँबाट वीणा घुमाउँदै हिँड्न थाले। नारायणको नाम भज्दै हिँड्न थाले। भगवान् नारायणले दिनुभएको वीणाको कथा अचम्म छ। कुरा गरे धेर, भन्यो भने बसिरह्यो धेर। कुनै बेला सत्यभामा र श्रीकृष्ण उद्यानमा एकान्तमा बस्नुभएको रहेछ, बगैँचामा, र गीत गाउन सिक्न तालिम दिँदै हुँदो रहेछ। कसले गाउने, कसले नाच्ने। सत्यभामाले गाउँछन्, कृष्ण नाच्ने त्यो तालमा, कृष्णले गाउँछन्, सत्यभामा नाच्ने त्यही तालमा। गीत गाउने, नाच्ने, कोही आउन नदिने, आयो भने दण्ड दिने भनेर नियम कडा राखे। कडा नियम कडा। तर त्यही बेलामा नारदजी पुग्नुभएछ। भगवान्को भक्त कृष्णको दर्शन गर्न जानुभएको। सत्यभामा र कृष्णलाई दर्शन गर्नुभयो। कृष्ण सत्यभामाको मुख हेर्छन्, सत्यभामा कृष्णको मुख हेर्छन्। अब दण्ड दिनु पऱ्यो नि त। भावना आयो पिट्ने कि मार्ने, अब के गर्ने, के दण्ड दिनु ल। अब अलबल्ल परेछन् र भगवान् कृष्णले भन्नुभएछ त्यही दण्ड दियो भनेपछि वीणाको दण्ड, वीणा नै समेत लामो हुन्छ नि त वीणाको, त्यही दण्ड दिनुभएछ। ल यही बजाऊ, यही खाऊ जाऊ भनेर पठाइदिनुभएछ। त्यहाँदेखि नारायणको नाम जप्दै त्यही वीणा लिएर हिँड्नुभएको नारद। नारदको हातमा जो वीणा छ त्यो सत्यभामाले भगवान् श्रीकृष्णले दिएको, त्यही वीणा बढाउँदै हिँड्नुहुन्छ। आज पनि नारद त्यही वीणा बजाउँदैछ। देवदत्ताम इमाम वीणाम स्वर ब्रह्म विभूषिताम, स्वररूपी ब्रह्मले विभूषित भएको वीणा म बजाउँदछु, हरिको गाथा गाउँदै हिँड्छु। कुनै बेला म मरेछु त्यो बेला, र म भगवान् नारायणको लीला हो। त्यसपछि म ब्रह्माजीको काखमा जन्मिन पुगेछु। दोस्रो कल्पमा ब्रह्माको छोरो भएर जन्मेँ र आज भगवान् नारायणले दिएको वीणा बजाएर हिँडिरहेको छु। भगवान्को भक्त भएको छु। अहिले त कस्तो छ त भने सम्झ्यो कि भगवान् हृदयमा आइहाल्नुहुन्छ। मलाई वैकुण्ठमा दर्शन गर्न जानै पर्दैन। भगवान्ले यति माया दिनुभयो, यति छुट दिनुभएको छ।
मनले सम्झ्यो ठ्याक्क आइहाल्नुहुन्छ। आहुतमे शीघ्रम दर्शनम याति चेतसे, मेरो चित्तमा मैले बोलाएपछि किन भनेर आइपुगिहाल्नुहुन्छ। मलाई नारायण त्यस्तो कृपा गर्नुहुन्छ। यो नारायणको सिन्धु तार्ने, संसार सागर तार्ने नारायणको यो कृपा मैले पाएको छु। हे महाराज, सर्वम तदिदम आख्यातम। अब मैले तपाईँलाई मेरो जन्म कर्मको कुरा गरेँ, म हिँडेँ है त भनेर फेरि मादल बजाउँदै आमन्त्र वीणाम रणयन ययौ यादृच्छिको मुनि। यदृच्छाले जाने, जहाँ इच्छा लाग्यो त्यहीँ जाने। यादृच्छिका भने जहाँ त मन लाग्यो उतै घुम्ने। त्यस्ता नारदजी वीणा बढाउँदै हिँड्नुभयो। नारद गएपछि वेदव्यास उहाँले भनेको सुन्नुभयो। चतुश्लोकी भागवत सुनेको कुरा छ। ब्रह्म नदीका तीरमा सरस्वतीका आश्रममा पश्चिमपट्टि तीरमा भनेर सम्याप्रास भन्ने ठाउँ छ। त्यहाँ बसेर उहाँले आश्रममा बसेर बद्रिका वनमा जल छोएर आचमन गरेर बस्नुभयो, ध्यान गर्नुभयो। सम्यक ध्यान गरिसकेर परम पुरुष परमात्माको ध्यान माया गरेर दर्शन पाउनुभयो। उहाँकै कृपाले सम्पूर्ण अज्ञान नाश भयो र यो ससमितां भागवतीं कृत्वानुक्रम्य च आत्मवान। अनि आफूले आफ्ना छोरालाई पढाउनु भयो, सुखभरलाई, आत्मजलाई सुखम अध्यापयामास, सुखदेवलाई पढाउनु भयो। त्यही श्रीमद् भागवत 18,000 श्लोक हो। होइन, सुखदेवले कुनै जिज्ञासा थिएन, केही प्राप्ति थिएन तापनि निष्काम भगवत भक्ति गर्नु भनेको छ अरे। भगवानको भक्ति गर्दाखेरि कुनै कामना चाहना राखेर गरियो भने हलो बेच्ने र चाहिने कोदो बेच्ने अथवा धान बेच्ने मितहरूको जस्तै हलो मितले सित्तै दिनुभयो, मैले 3-5 धान सित्तै दिएँ भने साटासाट गरे, व्यापारी जस्तो हुन्छ। त्यो भगवानमा भक्ति भाव गरेर मलाई यो दिनुहोस् भनेपछि त्यो देशी भगवानको भक्ति फच्छ भइगयो। अब केही गर्दैन भक्ति, त्यसले त्यो पाप त भइगयो, त्यही पाएर लिएर गयो। त भगवानको भक्ति त त्यस्तो होइन। त्यो त व्यापारीले गर्ने, किनबेच गर्ने पसलको जस्तो हो। पसलमा गयो, पैसा दियो, सामान लियो, हिँड्यो। पसलले उसले फेरि आयो म ठग्न पाउँथेँ भन्छ, उसले चाहिँ म ठगिन पाउँथेँ भन्दैन। मैले त राम्रो काम दिएँ, माल दियो भन्छ, आउँछ घरमा बस्छ। उसै गरी आज भगवान्सँग केही वस्तु प्राप्त गर्यो, भोलिदेखि भगवान् भन्न छोड्ने हो भने त्यस्तो भक्ति हुँदैन। त्यो स्वार्थको हुन्छ। निर्लोभ निष्काम भक्ति भगवान्मा गर्नुपर्छ। भगवान्लाई के भन्नुपर्छ त त्यसरी? बालाई गएर जिउ गर्दाखेरि बा भात खान दिनुहोस् भने त्यही भात खाने मात्रै दिनुहुन्छ। बा मैले दर्शन गरेँ भने आयुष्मान भव भनेर बाले भनिसकेपछि अब खाने पिउने लाउने पऱ्यो। बाँचेस लामो आयु बाँचेपछि खुवाएर बचाउनु परेन, पाल्नु परेन, सबै बाकै जिम्मामा हुन्छ। सम्पूर्ण जिम्मा उहाँको। त्यस्तै भगवान् नारायणको पाउमा गएर प्रणाम गरेपछि प्रभु जगन्नाथ, म हजुरको शरणमा परेँ, जे गर्नुपर्छ हजुरले गर्ने हो। म यो माग्छु ऊ माग्छु भनौँ भने त्यो माग्यो 79वटा बाइक हुन्छ। कस्तो अचम्म छ। तपाईँहरू हामीले भन्ठानेका छौँ एउटा कुरा भगवान्सँग पाएँ भनेर 79वटा भगवान्लाई दिनुपर्छ। एउटा पाइन्छ। एक थोक माग्यो 79 त बाँकी नै रह्यो नि, हामीलाई पुग्दैन। अनि फेरि अर्को चोटि माग्छ नि, आज नुन माग्यो, भोलि तेल माग्यो, भोलि तरकारी माग्यो, भोलि चामल माग्यो, भोलि दाल माग्यो, भोलि के माग्यो। त्यो मागिरह दिने भने त्यो घरका माग्न आउने मान्छेले के भन्छ होला, माग्न दिने मान्छेले के भन्छ होला, लाज हुँदैन? त्यस भगवान्सँग गएर माग्ने कहाँ हो? उहाँ दाता हुनुहुन्छ, हामीलाई संरक्षण प्राप्त भयो भने किन त्यो धन माग्ने? यो ऊ भनेर माग्ने। हजुरको पाउमा परेको छु, मैले दुःख पाएँ, हजुरले दुःख पाएको ठहर छ, हजुरकै छोराछोरीले दुःख पायो भने हजुरकै इज्जत जान्छ, जे गर्नुपर्छ उसै गर्नु। प्रभु म त पाउमा परेँ भन्ने सिद्धियो भने किन भगवान्सँग मागिरहनु? जम्मै थोक उहाँकै जिम्मामा छोडिदिए भयो। के कहिले कुन बेला के चाहिन्छ, कस्तो चाहिन्छ उस्तै संरक्षण भगवान्ले दिइहाल्नुहुन्छ नि। भगवान्सँग एक थोक माग्ने हामी लठुवा, त्यस्तो लठुवा काम नगरौँ भगवान्सँग। प्रभु यथेच्छसि तथा गुरु तब रूपम नजानामि कीदृशोसि महेश्वर हे परमात्मा। हजुर कस्तो हुनुहुन्छ भन्ने कुरो भन्नै सकिँदैन। माछो पनि हजुर होइन, गरुड पनि हजुर, वरुण पनि हजुर, जम्मै थोक हजुरै हुनुहुन्छ। चराचुरुङ्गी पशु पक्षी मान्छे केही बाँकी छैन, जम्मै रूप हजुरको। अब कुन चाहिँलाई मान्नु? तब रूपम नजानामि कीदृशोसि महेश्वर हे परमात्मा, हे बडा देवता, महाईश्वर बडा देवता, तपाईँको रूप हामी चिन्नै सक्दैन। कीदृशोसि कस्तो हुनुहुन्छ, कस्तो त्यसले अब यसमा देखा छैन।
यादृशोसी महादेव हे बडा देवता हजुर जस्तो हुनुहुन्छ तादृश आएन भनौँ म त्यस्तै हजुरलाई नमस्कार अब के गर्नु निक्ल भएन प्रणाम चाहिँ हजुरलाई गऱ्यौँ त भगवान्लाई पनि त्यस किसिमले मैले श्रीमद् भागवत कथा श्रवण गर्न पाएँ सौनक सबै निवृत्ति निरत नै वैरागी थिए तैपनि सुखदेवले श्रीमद् भागवत श्रवण गर्नु फेरि निष्काम भएर कामना नराखिकन र त्यसै भएर निष्काम रूपमा दक्षिणाको लोभ नगरिकन जहाँ जहाँ जसले सोध्यो त्यही ज्ञान बताउँदै हुनुहुन्थ्यो उहाँ कुनै बेला घुम्दै जानुभएको परीक्षित महाराजलाई त्यो कथा सुनाउनुहुन्छ यतातिर चाहिँ म यहाँ आएको धेरै भयो अब जाउँ भनेर आँट्नु भएको रहेछ भगवान् नारायण फर्केर जान आँटेको त्यस बेलामा पाँचवटा बाण छोडिदिएछन् दुर्योधनलाई खुसी पार्नु दुर्योधन नाम गरेका आफ्ना राजा अन्न पानी दिने दुर्योधनलाई प्रसन्न पार्नको लागि गुरु द्रोणाचार्यका छोरा अश्वत्थामाले अन्त्यमा मर्ने बेलामा जाङ फुटिसकेर मर्न आँटेका बेला पोखरीका छेउमा बसेर घाइते दुर्योधनलाई भेटेपछि के चाहनुहुन्छ अन्तिको इच्छा मर्ने बेला केही चाहिन्छ नि कसैले सोध्छन् नि के खान्छ नि हरियो काँक्रो भने जस्तै उसले मर्ने बेला सोधेछ सोद्धाखेरि मलाई अर्थोक छैन पाँचवटा पाण्डवको टाउको हेर्न पाए काटेर ल्याएको खुसी भएर मर्थे आनन्दसँग सास जान्थ्यो हर्षसँग त कौन सा दुर्लभ कुरा हो र म गरिहाल्छु नि त्यति हजुर राजा नुन पानी खुवाएको नुन पानीको सोझो तिर्नु ऋण तिर्नु नि छ नि मैले म गर्छु ल भनेर अश्वत्थामा त्यहाँबाट निस्किनु भयो भगवान् शङ्करको आराधना गर्नुभयो र मैले हानेका बाणले शत्रुलाई भेद गर्न सकोस् भनेर बाण प्रहार 5वटा गर्नुभयो त्यो बाण 5वटा गए 5वटा पाण्डवलाई बिउ पनि नरहने गरी मासियोस् भनेपछि त्यो बाण गएर सबै पाण्डवका अगाडि आए सबैले हात हतियार लिएर तयार भए उत्तरा हुँदै आइन् भगवान् नारायणले रक्षा गर्ने रु उत्तराको गर्भमा प्रवेश गरेर द्रौण्यास्त्र विप्लुष्टमिदं मदङ्गम सन्तान बीजम कुरु पाण्डवानाम कौरव पौरवको सबैको एउटा सन्तान बाँकी रहेको गर्भमा छ उत्तराकोमा त्यही पनि बाण हानेर मार्न आँटे द्रोणाचार्यले किनभने कौरव पाण्डवलाई रहित बनाउने निष्पाण्डव गराइदिन्छ भगवान् नारायणले नारायणास्त्र प्रयोग गर्नुभयो अस्त्रम ब्रह्म शिरो नाम भनेको छ ब्रह्मास्त्र भन्छ त्यसलाई त्यस्तो ब्रह्म त्यही पनि भगवान् नारायणको कवचले रक्षा गरिदिनु भयो ब्रह्मास्त्रलाई ब्रह्मास्त्रद्वारा अर्जुनलाई प्रयोग गरेर अर्जुनले ब्रह्मास्त्र हानेर शान्त गराउनु भयो यसो नि एउटा सानो टुक्का जस्तै छ गौतमी भन्ने कृपाचार्यकी बहिनी जुम्ल्या बहिनी र दाजु कृपाचार्यकी बहिनी थिइन् उनले आफ्नी बहिनी द्रोणाचार्यको साथ बिहा गरिदिएका थिए गौतमी अनि पाण्डवहरूको आश्रयमा पुगिसकेपछि अगाडिका कुरा नभनौँ पछिल्ला फेरि दिनलाई राखौँला गौतमीले आफ्नो श्रीमानसँग भनेको अनुसारको सबै सुख सुविधा प्राप्त भयो गाईको दुध खान दिन सकियो द्रोणाचार्यको छोरा अश्वत्थामालाई दुध खान पाइयो आनन्दै भयो अनि छोरालाई भने छोरालाई त्यसरी हुर्काकी द्रोणाचार्यले गरेको अब नुन खाएर पालेको त सबै पाण्डवहरूले हो पाण्डवहरूले मतलब त्यो बेला दुर्योधनको बाउ राजा धृतराष्ट्रको नुन खाएको हुनाले उनको नुनपट्टि खाएपछि जता खाए उतै बस्नुपर्छ मामा शल्यलाई पनि बाटामा स्वागत सत्कार गरेर महाभारतको युद्धको बेलामा झुक्क्याएर दुर्योधनले आफ्नो नुन पानी खुवाइदिएछ र तिम्रो नुन खाइयो तिमीटी लाग्छु मन चाहिँ उतातिर तन चाहिँ तिम्रोपट्टि भनेर भनेको छ शल्यले महाभारतको प्रसङ्ग हेर्नुहोस् र उनी ह्याएर बोल्छन् कर्णलाई महारथीलाई के जित्छौ तिमी अर्जुनलाई के जित्छौ कृष्णलाई भनेर बारम्बार तिनी अश्वत्थामाले बाण प्रहार गरेर हिँडेपछि अब यहाँ कसरी प्राप्त गरेका छ ब्रह्मास्त्र एक दिन गौतमीले गुरुलाई एकान्तमा आफ्नो बुढालाई भनिन्छन् बुढा हुस्सु बुढा तपाईँ
हाम्रो छोरालाई कम पढाउने पाण्डवलाई धेरै पढाउने पाण्डवहरूको छोराको लडाइँ पऱ्यो भने पाण्डवले जित्छन् छोराले हार्दैन तपाईँ कस्तो यादै नगरे अलिक बढी टाइम दिनुहोस् न हाम्रो छोरालाई अलिक बढी कोच गर्नुहोस् न अलिक सिकाउनुहोस् न अलिक धेरै जान्ने गराउनुहोस् न मौका पऱ्यो अलिक बढी पढाउनु नि छोरालाई आफ्नो छोरालाई बढी पढाउनु पर्दैन कुरो त ल्यायो तर कुन बेला निकाल्नु 24 घन्टा पाण्डव र कौरवले छोड्दैनन् वरिपरि अब 105 जना छन् एउटा नभए अर्को अर्को नभए अर्को आइरहन्छ कुन बेला एकान्त पारो छोरालाई पढाउनु भन त टाइमै छैन बिल्कुलै छैन नो टाइम एट अल कुनै बेला पनि समय छैन त्यसो भए एउटा उपाय म गरौँ ल गर कमण्डलुमा पानी भर्न लाउनु सायद सबैलाई बिहान उठेर नुहाउनु जाऊ नुहाएर पानी भरेर ल्याउनु भन्नु हस् भनेर सबैले दुई पाथी जाने कमण्डलु बनाइदिनु भएछ कस्तो दुई पाथी पानी जाने कमण्डलु मुख चाहिँ कत्रो भने सानो पानी अलिअलि मात्रै भएको झर्ने के मुख पस्ने मुख पनि सानो टुटोबाट पनि भित्र पानी जान गाह्रो मुखबाटै पस्न नि गाह्रो भित्र भुँडी चाहिँ ठुलो अलिअलि जानुपर्ने गुटु गरेर निल्ली अलिअलि गरेर सानो घाँटी अर्जुनले त्यो कमण्डलु बोकेर गए अरूलाई त केही अर्थ भएन अर्जुनलाई चाहिँ एक मिनटको हिसाब छ मैले त गुरुलाई एकछिन छोड्नु न गुरुसँग विशेष सिक्नुपर्छ भनेर जान्छन् दौडेर जानुपर्ने आज त कमण्डलुले पानी नै भरिँदैन भए ओहो बर्बाद भयो नि यो कमण्डलुले त भर टाइम लाग्यो समय धेरै खाइदियो अब अरू गएर पढिसक्यो होला म के गर्ने होला भन्ने पिर लागेछ उनलाई र एक दिनको गइगयो त्यो मौकामा गौतम ऋषिकी छोरी चाहिँ नि गौतम कि छोरो त गुरुको छोरो भनौँ न द्रोणाचार्यको छोरो अश्वत्थामा गएर बा मलाई पढाइदिनुहोस् न भन्छ के पढाइदिनु खै आमाले के भन्नुभएको छ ए हो त ल ब्रह्मास्त्र कसरी प्रयोग गर्नुपर्छ म आज तँलाई सिकाइदिन्छु र ब्रह्मास्त्र प्रयोग गर्ने कुरो सिकाइदिनु भएको छ प्रयोग गर्न सिकाइदिनु भयो सिकाइदिइसक्दाखेरि बल्ल अर्जुन ट्याक्रेको आइपुगिहालिन्छन् लाज भयो एक्लै पढ्या होइन साथीभाइलाई झुक्क्याएर पढ्या जस्तो हुन्छ भनेर अश्वत्थामा लाज मानेर निस्किनु भयो अरू संहार गर्ने काम चाहिँ सबै अर्जुनले सिके प्रहार गर्ने कसरी नि गुरु भने त्यो पनि सिके अब अर्जुन गएपछि आज आत्मरक्षा गर्ने अवस्था आयो ब्रह्मास्त्रको प्रयोग भइसकेको छ आफूले ब्रह्मास्त्र जानेछ अरू छैन अब नारायणले मार्ने भए अर्जुनले छोड्ने भएन भनेर डरले आफ्नो रक्षाका लागि ब्रह्मास्त्र प्रयोग गरिदिए 5 वटा बाण हटाइदिनु भयो उत्तराको गर्भको रक्षा भगवानले गर्नुभयो अब बाँकी त्यो ब्राह्मणको छोरालाई लखेट्दै गएपछि अर्जुनले जब ब्रह्मास्त्र त्यो बाणले लखेट्न थाल्नुभयो गाडीधारीले आफ्नो रक्षाका लागि द्रौडी अश्वत्थामाले ब्रह्मास्त्र हानेपछि आगो निस्किन थाल्यो सबैतिरबाट नारायणको आज्ञा भएपछि ब्रह्मास्त्र प्रयोग गर्नुभयो ब्रह्मास्त्र शान्त गराउन ब्रह्मास्त्रै चाहियो फलाम काट्नु पर्यो भने फलामले काट्नुपर्छ भनेर अहिले जानेका छन् कसले सिकाइदियो भने त भागवतले पनि सिकाइदिएको छ फलाम काट्नु फलामै चाहिन्छ फलामको बैरी फलामै हुन्छ ब्रह्मास्त्रै प्रयोग गरौँ ब्रह्मास्त्र शान्त गर्न सकिन्छ हस् भनेर ब्रह्मास्त्र प्रहार गर्नु अब दुईटा आगो जोडेर निस्किन थाल्यो त्यसका झिल्काले संसार डर्न थाल्यो ब्रह्मास्त्रले गर्दा संसार दग्ध हुन थाल्यो त्राही त्राही भगवान वासुदेव भन्न थालेपछि भगवानले भन्नुभयो हे अर्जुन तिमी जान्दछौ यी दुईटै अस्त्र संहार गरिदेऊ भनेर फेरि ब्रह्मास्त्र दुईटै उपसंहार गर्नु किनभने हान्न पनि फिर्ता गर्न जान्ने त उनी हिरोसिमामा बम पड्काउन त जाने तर बमको प्रभावलाई कम गर्न त जानेन नि प्रहार गरेले जानेर ब्रह्मास्त्र त प्रयोग गरे हो तर ब्रह्मास्त्रको प्रभावलाई शान्त गराउने क्षमता चाहिँ विकास गर्न सकेन हाम्रो शास्त्रले भन्छ त्यस्तो अणु अस्त्र हान्ने अणुमा प्रभाव पार्ने र अणुलाई निको पार्ने पनि औषधि भगवानसँग छ भागवतमा छ कसैलाई मार्ने कसैलाई बचाउने मार्नेलाई र बचाउने दुईटै शक्ति नभए भगवान भइदैन भगवत शक्ति प्राप्त हुँदैन यसरी ब्रह्मास्त्र प्रयोग गरेर सबै संसारलाई ढग्द भएको देखेर शान्त गराउनु भयो अब अश्वत्थामाको लास्ट अन्तिम प्रयत्न पनि विफल भयो अब बाँच्ने ठाउँ छ त भाग्न थाले भाग्दा भाग्दै अर्जुनले पछाडिबाट गएर लामो टुपी समातेर तानिहाले आजभोलि त्यो कसैले भन्छ टुपी लामो पारी समातेर तान्छ पछाडि गाले भनेर
टेबल टेनिस ब्याडमिन्टन खेल्न सजिलो हुन्छ, टुप्पी हल्लिरहँदैन भनेर सुटुक्क काट्छन्। टुप्पी काट्नलाई सजिलो भएको छ, तर वास्तवमा होइन। 74 भन्ने एउटा छ हामीलाई सम्झाउने कुरा। हामी कसैलाई चिठी लेख्छौँ नि, चिठी लेखेर पठाउँदाखेरि चिठीमा बाहिरपट्टि 74 पछाडिपट्टि लेख्ने गरे हुन्छ। 74 लेखेको के भने उहिले औरङ्गजेब नाम गरेको, गजनी नाम गरेको मुसलमानहरूले दिल्लीमा राज गर्दाखेरि त्यहाँको जनतालाई एउटा कडा शासन दिएका थिए। त्यो के भने त्यो घर, त्यो टोल, त्यो छिमेकका मान्छेहरू राजा आएपछि त्यो बाटोमा निस्केर सबै लाइन लाग्नु पर्ने अनिवार्य। कोही लागेन भने त्यसलाई दण्ड दिइन्थ्यो, सर्वस्व हरण गर्नेदेखि यावत काम हुन सक्थ्यो। त्यसो भएको हुनाले घरका जान सबै लाइनमा बस्दथे। ब्राह्मणको टोलपट्टिबाट गएका रहेछन्, त्यो टोलमा बाहुनकी छोरी राम्रा राम्रा टक्क बिहेका, अहिलेका जस्तै उमेरदार कोही होलान्, अब बाङ्गो खुट्टो पार्ने लाउँछ नि लुगाहरू, अनेक आदत देखाउने, त्यस्तै बसेका होलान्। त्यस्तै फेसन थियो कि नभए राम्ररी देखेर त्यो चाहिँ केटीले हाम्रो दरबारमा हाम्रा सेवामा भनेछन्। अनि ब्राह्मणहरूले अपोज गरे, आपत्ति गरे, हुँदैन, हामी बाहुन, हाम्री छोरी हाम्रो मुसलमानसँग पानी चल्दैन, बिहाबारी चल्दैन, हामी दिएनौँ, दरबारमा पठाउँदैन। ए के प्रमाण तिमी बाहुनहरू भने है, यहाँ जनै छ, यहाँ टुपी छ, दुईवटा चिज हाम्रा हुन्। मेरो पनि छ है, फेरि दिनु पर्छ, देखाउनु पर्छ। यो अनि जनै यहाँ छ, यो जनै र टुपी अगाडि ल्याएर राख्ने बित्तिकै ती जनै त देखाउनै पाइएन, यत्रो छ यहाँ। जनै टुपी देखेपछि त्यो राजाले, मुसलमानको राजाले भनेछ, ए सिपाही त्यसको जनै र टुपी दुवै काट। दिँदैन नि हजुर, 4 जना जान, 2 जनाले दुईतिर समाति एउटा झ्याइकुटी पारेर टुपी जनै काटिदिएर, ल तिम्रो जनै छैन, टुपी छैन है, मेरो पनि छैन, अब जात बराबर ले छोरी भनेर लगिदियो। अब बराबर भएछ त बराबरलाई भइहाल्छ नि। एरेव समम वित्तम एरेव समम कुलम तयोर विवाह मैत्री छ। जसको कुल पनि बराबर छ, धन पनि बराबर छ, मान इज्जत सम्मान बराबर छ, त्यससित बिहा गर्नु। धेरै धनीको बिहा गर्यो भने हेपचरी ज्वाइँलाई, धेरै धनीको छोरी बिहा गर्यो भने, धेरै गरिबको चाहिँ छोरालाई दियो भने छोरीले हेप्छ। फेरि किने त भने मेरो बाले भनेर हेरेर फसा। त्यस कारणले बराबर हुनुपर्छ। बराबरको मान सम्मान भएकाको बिहा भयो भने तिनीहरूको दिगो हुन्छ। त्यसैले समान चाहिन्छ। असमानमा बिहा, व्रतबन्ध, मित्रता, मित लाउने, सन्धि बनाउने काम हुँदैन। भनेको अब बराबर छ, तिम्रो शास्त्रले भने त्यही होइन। ल अघि बाहुनले भने थियो, अहिले मुसलमानले भनिदियो हो रहेछ, बराबर भयो। केही बोल्नु भएन भनेपछि अरू साराले विरोध गरे, भएन भनेर साराले विरोध गरेपछि जतिले विरोध गर्छन् ती सबैको जनै टुपी काट्न लाग्यो। र एउटा गाडाले कति भारी बोक्छ, यहाँहरूले कति तराईतिर गाडामा याद गर्नुभयो होला, तीर्थ गर्दा पहाडै भारी बोक्छ, धेरै बोक्छ त्यो गाडाले तान्ने। त्यो गाडाले, गोरुले तान्ने गाडामा 74.5 गाडा जनै र टुपी जम्मा भएछ ब्राह्मणहरूको, तागाधारीहरूको। र त्यो जनै टुपीको गाडाको जनै टुपी चाड भएपछि केही समयपछि ब्राह्मणहरूको श्रापले गर्दा त्यो मुसलमानहरूको राज्य पतन भयो। राष्ट्रबाट भारतमा मुगल साम्राज्य टिक्दै टिकेन, विनाशै भयो, सत्नाशै भयो। आज हामी त्यो अन्याय अत्याचार भयो, बस्न सक्दैन भनेर भागेर आएका तिनीहरूका पुर्खाहरू, हाम्रा पुर्खाहरू जसले जनै टुपी जोगाउन आए, घर सम्पत्ति छोडेर बच्चा बाल लिएर नेपालका गुना काप्चामा, गुफा कप्चामा बसे, तिनैका सन्तान हामी। हामीलाई बाआमाले दिएको खाजा खर्च पकेटमा हालेर ल्याएको छ। उनीहरू कैँची लिएर कहाँ जाँदो रहेछन् भनेर खोज्दै खोज्दै आएर पसल थापेर बसे, कपाल बनाइदिन्छु, राम्रो पारिदिन्छु भनेर, र अनि फेरि त्यहाँ हामी पैसा दिएर उनीहरूलाई मेरो काटिदियो नि त भनेर काट्न जान्छौँ। हामी कता लट्छ? न इतिहास पढेको छ, न आफ्नो पुर्खाको कुरा थाहा छ। त्यस्तो जनै टुपी जोगाउन हिँडेका बाउआमाको सन्तान हामी आज आफै खाने खर्च दिएर उसको टुपी काट्न जाँदैछौँ भने हामीले कहाँ गयौँ? हाम्रो धर्म संस्कृति कहाँ गयो? हामीले कति पढ्यौँ इतिहास? आफूलाई चिन्न छोड्यौँ, आफ्नो इतिहास छोड्यौँ, पुर्खाको कुरा छोड्यौँ, धर्म संस्कृति हरायो। खै बाबुआमाले हामीलाई सिकाएनन् कि टुपी किन चाहियो, जनै किन चाहियो, के हो? टाई कसैले छोड्दैन, क्रिस्चियनहरूले यहाँ क्रुस लाउनु छोड्दैन। हामी धर्मको भनेर टिको लगाइदिनु, नै म त क्रिस्चियन भन्छ। हामीलाई हिन्दू भएर टिको लाउनु गाह्रो लाग्ने, जनै हामी टुपी लाउनु गाह्रो लाग्ने। हामी कसरी हिन्दू भयौँ, कसरी सनातन भयौँ?
अलि होस गर्नुपर्छ। हामीले आफ्नो धर्म संस्कृति विमुख भइरहेछौँ। लाज हुन्छ अरे ल। संसारमा अहिले भारत जस्तो विकसित अरू पनि छन्, तर भारतका ठुल्ठुला राष्ट्रपति जस्ता अथवा अरू पनि ज्ञानी विज्ञानीहरू छन्। हेर्नु जानुहोस्, त्यहाँ यति मोटो टुपी राखेर हिँडेका छन्, कसैले केही हेला गरेन, उनीहरूको इज्जत घट्या छैन, मान घट्या छैन। हामी चाहिँ मान बढाउने, कुन चाहिँ मान बढाउने? हामी आकाश छुन पुग्यौँ र टुपी काटेर? कि त हामी चाहिँ नि गोरा बन्यौँ कि? हामी त्यो टुपी काटे भोलिपल्टदेखि हामी ठ्याक्कै अङ्ग्रेज बन्यौँ कि? टाई लगाएर बन्यौँ कि? पाइन्ट लगाएर बन्यौँ कि? सुट लगाएर बन्यौँ कि? न, उनीहरू पत्याउँदैन। ए ब्ल्याकहरू, यी कालेहरू, यी काला इन्डियनहरू, उसले हामीलाई कहिले गन्दै गन्दैन। हामी होइनौँ त्यो। हाम्रो हृदयले पनि म भएँ भन्दैन, किनभने म त हिन्दूको छोरो, मेरो रगतमा हिन्दूको रगत छ। मेरा नारीहरूमा हिन्दूको रगत बगिरहेको छ। म कसरी म हिन्दू होइन मुसलमान हो, म अङ्ग्रेज होइन, त खालि देखाउन मात्रै। अरूले मलाई सभ्य भएछ, राम्रो भएछ, चिटिक्क परेछ भनुन्, अङ्ग्रेजै भएछ भनुन् भन्ठाने मात्रै, वास्तव होइन। कौवाले मुजुरको प्वाख टाँसेर हिँडेछ, मलाई त मुजुर हुनु मन लाग्यो भनेर कसैले मुजुर भन्छ र? कौवा त कौवै हो। बोल्ने बेलामा थाहा हुन्छ। कौवा त कहाँ भनिहाल्छ, अनि कहाँको मुजुर हुने? त्यसैले आज हामीलाई त्यो नक्कली मुजुर हुने रहरले गर्दा हाम्रो धर्म संस्कृतिको लोप भयो। त्यस्तो हुनु भएन। प्रसङ्गवशात मैले निवेदन गरेको 74को त्यो इतिहास बुझ्नु पर्यो। हाम्रो धर्म संस्कृति रक्षा गर्न हाम्रो बाबुआमाले जीव ज्यान धन सम्पत्ति त्यागेका थिए, हामीले पनि आवश्यक पर्दा त्यो गर्नुपर्छ। तर कुनै खतरा छैन, हामी किन काटिरहने? केटीहरू चाँडै बिहा गर्दैन्थ्यो। 25 वर्ष नभए छोरा नि हुँदैन, छोरीको नि हुँदैन। पञ्चमी अष्टाचत्वारिंशत् वर्षाणि ब्रह्मचर्यं चरेत्। वेदको ब्रह्मचारी हुन 48 वर्ष। द्वादशवा प्रतिवेदम भनेको छ। 12 वर्ष एउटा वेद पढ्नु, 4वटै वेद पढ्दा 48 वर्ष हुन्छ, अनि बिहा गर्नु हुन्छ। होइन भने 25 वर्षमा गर्नु, 25 वर्ष ब्रह्मचर्य भनेर। त 25 वर्षको ब्रह्मचर्यमा बसेर वेद पढिसकेपछि अनि बिहा गर्दा त केटा पनि ठुला, केटी पनि ठुला भइसकेका हुन्छ। त्यस्तो अवस्थाको केटीलाई देखेपछि उनीहरू अपहरण गर्थे, बिहा गर्ने उमेरदार भएकालाई। अनि त्यसपछि जोगाउन गाह्रो पर्यो भनेर उस बेला ब्राह्मणहरू सबैले आपद धर्म भन्छन्। आपद धर्म भने के भने आपदर्थे धनम रक्षेत दारान् रक्षेत धनैरपि आत्मानं सततं रक्षेत दारैरपि धनैरपि भनेको छ। आपदमा धन रक्षा गर्नु, आपदको लागि उखति मुलो गर्नु पर्ला। तर आफै बिरामी परियो भने धन खर्च गर्नु पर्यो नि, जग्गाको धन। श्रीमती बिरामी भयो भने खर्च गर्नु पर्यो नि। होइन त्यति गर्दा नि भएन भने श्रीमती तिम्रो गहना गुडिया मगो सारी बन्दकी राखेर पनि मलाई बचाऊ भाइ भनेर खर्च गर्नु पर्यो। नत्र त आपदर्थे धनम रक्षेत दारान् रक्षेत धनैरपि, श्रीमती बिरामी भए धन खर्च गर्नु पर्यो। आफै बिरामी भने दुई थोक खर्च गरेर भने आफै बचाउनु पर्छ। आफू पनि नभए त हुँदैन नि। त्यसैले श्रीमतीकै सौभाग्यको लागि पनि आफ्नो बाँच्नु आवश्यक छ। उसले पनि तयार हुन्छन् भने आज हामीले हाम्रा धर्म संस्कृतिको रक्षा गरेन भने हाम्रो परिचय हुँदैन। कहीँ जानुहोस् विदेशमा, जाने बित्तिकै विदेशीले कसरी सोध्छ, वेयर फ्रम नेपाल, योर कल्चर, योर ल्याङ्ग्वेज, ल तिम्रो भाषा के, संस्कृति के, लुगा के, राष्ट्रिय पोसाक के, राष्ट्रिय खाना के, गुन्द्रुक र भात भन्नु परेन, हामीले ढिङ्ग्रा गुन्द्रुक भन्नु परेन। हामीलाई के प्लेटमा त्यो भन्नु मिल्छ, चाउचाउ भन्नु मिल्छ र? हाम्रो नेपाली खाना होइन नि त। गुन्द्रुक खाऊ, ढिँडो खाऊ, हाम्रो त त्यही हो नि, दाल भात तरकारी गुन्द्रुक डुन्डु यही हो। अनि हाम्रो परिचय हामीले बस्यौँ। हाम्रो आफ्नो भाषा, भेष, भोजन, भवन, भावना, आचार, विचार सबै लटरपटर भयो। अब हामीलाई कसले चिन्छ र यो हिन्दू हो भनेर? चिन्नै छैन। टिको पनि लाउँदैनौँ, लुगा पनि उस्तै छ। हामीलाई कसले भन्यो? हेर्दा त हामी होइनौँ, आचारमा हामी होइनौँ, विचारमा हामी हुन सक्छौँ, तर विचार कसले बुझ्छ र? भित्र मनमा को पस्न सक्छ र? त्यसैले आज 74को कुरा सुनाउन खोजेको मैले खालि इतिहासको कुरा मात्रै गरेँ। अब द्रोणाचार्यका छोरालाई पक्रिनु भयो अर्जुनले गएर, ट्याप्पै समात्नु भयो, टुपी समातेर अनिखेरि कृष्णको अगाडि ल्याउनु भयो। के गरौँ हजुर यसलाई? अब यसलाई अपराध गऱ्यो नि। हाम्रो 5वटा छोरा सुतेका ठाउँ मारे। सुतेको ठाउँमा पञ्चपाण्डवको टाउको लैजान्छु भनेर द्रोणाचार्यका छोरा अश्वत्थामाले पाण्डवहरूसँग केही लागेन, सुतेका छोरालाई चाहिँ लिएर सुतेका ठाउँमा टाउको पटापट काटेर लगेछ।
वास्तवमा ऊ छोरा काटेर लान्छु भनेर आएको होइन, पञ्च पाण्डवैको टाउको लान्छु भनेको थियो। उसलाई थाहा थियो कुन शिविरमा पाण्डवहरू सुत्छन् भनेर, राति त कहाँ जाला छ भनेर भन्ठानेको थियो। त भगवान् श्रीकृष्ण त अन्तर्यामी हुनुहुन्छ, भगवान्ले भक्तको रक्षा गर्नुहुन्छ, सबै त तपाईँको। तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम्, ती सधैँ मेरा घरमा आउने बस्नेहरूको पालन पोषण सबै मै गर्छु, के दिनुपर्छ के खुवाउनुपर्छ मै हेर्छु, चिन्ता लिनु पर्दैन भनेर भगवान्ले भन्नुभएको छ। आज भगवान्ले ती भक्तहरूको रक्षा गर्नु परेन? आज लडाइँ सकियो, महाभारतको लडाइँ सकियो, अब यो शिविरमा सुत्नु हुँदैन, सकिया दिन सुत्नु हुँदैन। त्यसकारण सकिएको कुरा शिविर फेर्नुपर्छ, घर फेर्नुपर्ने, घर जान अलिक टाइम लाग्छ, त्यसकारण अर्कैमा सुतौँ भनेर उहाँहरू सबै पाण्डवलाई लगेर अर्कै शिविरमा लैजानु भयो भगवान्ले। र त्यो ठाउँमा 5 वटा छोराहरू थिए, द्रौपदीपट्टिबाट जन्मेका युधिष्ठिर, नकुल, भीमसेन, सहदेवका 5 वटालाई बाउका ओछिन कुरो राखिदिनु भयो। ल तिमीहरू सुत। राति द्रोणाचार्यको छोरो आए अश्वत्थामा, चोरचार गरेर राति आएको, बत्ती निभाएको बेला त्यही ओछिना सुत्या त भनेर निदाकै बेला ढ्याक ढ्याक काटेर टाउको झुन्ड्याएर लिएर गए। बिहान दुर्योधनको अगाडि लगे 5 वटा टाउका देखाउनलाई, सिसीमा अलिअलि उज्यालो भयो, उहाँ पुगेपछि हेर्छन् त परिवार देखाएर टाउको ल्याए, खुसी लाग्यो, नजिकै लगाएर यी भनेर ए ल बर्बाद बिचमा। छोराहरूको पनि ल्याएको छ, बाउहरू त उम्किहाल्यो नि, बर्बाद गऱ्यो। अब पिण्ड पानी दिने नि कोही रहने भएन, हाम्रो कुलको धिक्कार होस् भनेर विस्मात गरे। एकचोटि हर्ष भयो टाउका ल्यायो भनेर, अरूचोटि विस्मात भयो। दुर्योधनको मृत्यु हर्ष र विस्मातमा भनेर भनिएको थियो। कालले निर्धारण गरेको कुरा कसले टिकाउनु, कसले सक्नु र हर्ष र विस्मातकै बिचमा दुर्योधनको प्राण छुट्यो। ए हाम्रो छोराको टाउको लगेछन्, अश्वत्थामाले यिनलाई ठिक गर्नु पर्यो भनेर अर्जुन गर्न गएका, अब यत्रो युद्ध भयो, अब ती बुढा छोरा मारीको टाउको लिएर आउँछु म, तँलाई धन्धनमान भनेर श्रीमतीलाई भनेर आएको। अहिले गुरुको छोरालाई पक्रियो, के गरौँ हजुर भनेर भनेपछि अर्जुनलाई काट्नुपर्छ टाउको भने, होइन पहिला द्रौपदीलाई लगेर चुम्प्यौँ न भनेर रथमा हालेर हातखुट्टा बाँधेर द्रौपदीको अगाडि सिम्पु दिनुभयो। द्रौपदी तिम्रो छोराको टाउको काट्नेको टाउको लिएर आउँछु भने चाहिँ टाउको किन सबै लिएर आइदिनु लगेर, के गर्नुपर्छ गर। ओहो नारायण गुरुदेव भनेर बाँध्या गुरुको छोरालाई प्रणाम गरिन्। गुरु र गुरुको छोरो उही त हो नि। गुरु आउनु भएन भने गुरुको छोरो पुरेत आउँछ, ठुलो पुरेत नआए सानो पुरेतले काम गराउँछ। गुरुको छोरा, गुरुको प्रतिमूर्ति। भकारीको धान रोपेर धानको बोटबाट फेरि अर्को धान फल्छ, त्यो धान होइन कि होइन? हो नि, त्यसलाई चाहिँ अर्थकै भन्ने गरेको छ र छैन? त गुरुको वीर्य नै गुरुको आमाको गर्भमा, गुरुमाको गर्भमा बसेर छोरो भएर जन्मियो। त्यो गुरु नै हो नि, गुरु बुद्धि नै राख्नुपर्छ त्यसमा। गुरुपुत्रमा गुरुकै बुद्धि, गुरुकै भावना राख्नुपर्छ। त्यसमा यिनी गुरु नै हुन्। तिनै द्रोणाचार्य गुरुसँग तपाईँले सारा शस्त्र अस्त्र सिक्नु भएको होइन, धनुर्वेद सिक्या होइन, उनको छोरा गुरु नै हुन् नि। ढोगिदिनुहोस्, कहाँ बन्धनमा हाले फुकाइदिनुहोस्। राम 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 राम। गुरुबा माफ गर्नुहोस् है, तपाईँले गरे भने ठानिनँ मैले, म माफ दिन्थेँ। मेरो 5 वटा छोरा केही होइन, गुरुको आदर गर्नु ठुलो कुरा हो। प्रणाम गरिन्। ती साध्वी द्रौपदीको आँखाबाट आँसु आयो। मेरा 5 वटा लोग्नी त जीवितै छन्, ती माता गौतमीको अब 5 वटा मेरो लोग्नी छ। उनको एउटा लोग्नी द्रोणाचार्य थिए, मारिदिइहाल्नु भयो तपाईँहरूले। त्यो पनि झाट्टा झुट्टा गरेर, है झुटसुट पनि गरेर। अब एउटा छोरो छ, त्यो पनि यो गतिमा मार्न लाग्यो यसलाई। अरे त्यो आमा गौतमीको कुन गति होला, त्यो कसरी रुवालिन्, त्यसले श्राप दिएर तेरो सत्यनाश होस् भन्ने पनि बर्बाद भएन। सतीको श्राप पऱ्यो भने बर्बाद हुन्छ, हाम्रो कुलै नष्ट हुन्छ। त्यसो नगरौँ, छोडिदिउँ। अब अर्जुन त वल्ल पारे, कृष्ण के भन्ने, मुखामुख गर्न थाले। अब नगरौँ, प्रतिज्ञा गरेको छ टाउको काट्छु भनेर, गरौँ गुरुको पऱ्यो, मान पनि छ, अप्ठ्यारो पऱ्यो, के गर्ने। त्यसपछि कृष्णतिर फर्किनु। अब आपत पऱ्यो भने ठुलो गुरुलाई सोध्ने त हो नि, कसो गुरु, सानो गुरुले ठुलो गुरुलाई सोध्नु पऱ्यो, अप्ठ्यारो पऱ्यो, अज्ञान, नजानिस् के गर्ने। हे प्रभु, हे जगतगुरु, हे श्रीकृष्ण, अब म के गरौँ, कस्तो अप्ठ्यारोमा परेँ। श्रीमती नमार भन्छन्, हजुर मार भन्नुहुन्छ।
शास्त्रले के भन्छ त भनेर सोध्यो। तस्मात् शास्त्रम प्रमाणम ते कार्य व्यवस्थित हो ज्ञात्वा शास्त्र विधान उक्तम कर्म कर्तु विहारसि। हे बाबु शास्त्र प्रमाण मान, शास्त्रले जे भन्छ त्यो शास्त्र बुझेर काम गर है भन्नुभएको थियो। अब के गर्नु, शास्त्रले के भन्छ भन त भने सुप्तम मत्तम प्रमत्तम उन्मत्तम सुप्तम बालम स्त्रियम जडम प्रपन्नम विरथम भीतम नरिपुम हन्ति धर्मवित। धर्म जान्नेले सुतेकोलाई, मातिएकोलाई, बौलाएकोलाई, बालकलाई, स्वास्नी मान्छेलाई, नजान्ने मान्छेलाई, पाउ परेकोलाई, रथमा नभएकोलाई, डराएकोलाई मार्नु हुँदैन, शरण आएकोलाई मार्नु हुँदैन। भने यीसँग हात हतियार छैन होइन, रिपु भए पनि मार्नु हुँदैन भनेको छ। अब के गर्नु, अर्कातिर के छ, शास्त्रले के भन्छ भने आतताइनमायन्तम हन्यादेवा विचारेण बालग्न स्त्री बाल हत्या, स्त्री हत्या, गो हत्या, विप्र हत्या गर्ने, देव हत्या गर्ने, देवताको मन्दिरको सार्वजनिक चौर जग्गा जमिन लुटेर खाने, आबादी गर्ने, व्यक्तिगत लाभमा लगाउने त्यस्ता मान्छेहरू सबै हत्यारा हुन्, दण्ड गरे हुन्छ भनेको छ शास्त्रले। फसा न ऐसा हुआ न तैसा हुआ, यता नि भएन उता के गर्ने मलाई अप्ठ्यारो पर्यो हजुर भनेर जगद्गुरु भगवान् श्रीकृष्णको शरणमा पर्नुभयो। भगवान् श्रीकृष्णले भन्नुभयो बाबु बिचको बाटो हिँड न, असिलो भएछ भने दायाँ बायाँ लडिएला जस्तो लाग्यो, यता गए नि हुँदैन, उता गए नि माझाड हिँड्नुपर्छ, मध्य मार्ग भनेपछि झट्ट सम्झिनु भयो। ब्राह्मणलाई के गर्नुपर्छ अरे भनेदेखि धर्मको रक्षा गर्ने हो भने टुपी काट्दिने, टुपी काटेपछि के हुन्छ बाहुनको जात जाने, चारपाटे मुडिदिने, अनि देश निकाला गरिदिने, मान गरेका ठाउँमा मान खोजिदिने। यसो हुनाले के भन्न थालिन् त, अब के गर्ने त भन्दा भगवान् श्रीकृष्णको मनसाय बुझेर नारायण भगवानको कुराले त्यो त्यही किसिमको दण्ड दिनुभयो। उहाँको मणि थियो, मणि झिकिदिनु, मणि झिकेर पठाइदिएपछि पनि त्यो दुष्ट भावना राखेर मात्रै बाण 5वटा बाण चाहिँ हानिहालेछन्। त्यही 5वटा बाण पनि भगवानले रोकिदिनु भएपछि अब उनी दौडिन थाले अर्जुनको दलले। आज पनि मैले भने सुने हौ, यो माथि गुप्तेश्वरको वनमा लेलेको डाँडामा जङ्गलमा घुमिरहन्छन् रे द्रोणाचार्यका छोरा अश्वत्थामा। त्यो मणि झिक्या ठाउँमा खाल्लो परेको छ, तालुमा असाध्यै दुख्छ, त्यहाँ तेल लगाइदियो न अलिकति भनेर भन्न आउँछन् रे। त्यहाँ तेल लगाइदिँदा यसो माडिदियो भने अलि सन्चो हुन्छ अरे। एकजना तेलीले चारपाथीका 2टा ढुङ्गामा तेल बेच्न आएको रहेछ, त्यहाँ बिसाएछ। चौतारामा बसेर ती बच्चा रोइरहेको छन्। के भयो भने यहाँ दुख्यो, के भएर दुख्यो भने यहाँ खोइ के दुख्छ, अलिकति तेल लगाइदियो भने हुन्छ भनेर उसले चोप्दै लाउँदै गरेर दुख्यो छ भन्दै सबै 2टै ढुङ्गाको सिद्धिसक्यो, खाल्लो भरिँदैन। ए को हो तिमी भनेर सोद्धा अलग भएछ केटा भन्ने कुरो सुनिन्छ। हो होइन, अश्वत्थामाको टाउकामा घाउ छ। तिनी अश्वत्थामा हुन् भनिन्छन्। द्रौण्यास्त्रबाट रक्षा गर्नु, अरू यता अश्वत्थामाको द्रौणीको पनि दण्ड भयो। आज बिदा हुन लाग्नुभयो। भगवान् नाम म त जान्छु अब भनेर फुपू भन्नुहुन्छ। हजुर बरु दुःख पर्दिरहेको हुन्थ्यो, कष्ट पर्दिरहेको हुन्थ्यो मलाई त भनेर भने। किन जहिले दुःख पर्छ तैले हजुरको दर्शन पाइन्छ होइन र? हामीलाई दुःख कष्ट पऱ्यो भने भगवान् बचाउन आउँछ, सुख भयो भने भगवान्लाई बिर्सिन्छौँ हामी। हाम्रो जातै खराब छ, हामी स्वार्थी हौँ। त्यस कारणले हे प्रभु आपद सन्तु न शाश्वत तत्र जगद्गुरु। हे जगद्गुरु, हे श्रीकृष्ण, हामीलाई जहाँ जाँदा नि आपत्ति आइलागोस्। भवतो दर्शनम यत्स्यात्, किनभने हामीले भगवानको दर्शन पाउँछौँ। अपुनर्भव दर्शनम, फेरि हजुरको दर्शन पाएपछि जन्म मृत्यु जरा व्याधिबाट मुक्त भइन्छ, संसार सागर तरिन्छ। त्यसकारण दुःखै आइरहोस् भनेर पार्वती माता कुन्तीले स्तुति गर्नुहुन्छ। यहाँ मैले भने होइन, यहाँ छ विपदा सन्तुना शाश्वत तत्र जगद्गुरु भवतो दर्शनम यत्स्यात् अपुनर्भव दर्शनम
8 अध्यायको 25औं श्लोक भागवतको प्रथम स्कन्धमा यसो भन्छ। किनभने जन्म ठुलो कुलमा भयो, धन धेरै भयो, धेरै पढियो, धेरै सम्पत्ति कमाइयो, त्यो अभिमान हामीलाई बढ्या हुनाले भगवान्लाई वास्तै गर्ने। हामी पैसा चाहिँ छ नि किन चाहे भगवान्, अहिले त हामी जोगिहाल्छौँ नि, जे गरे नि। हाम्रा मान्छे छन् यस्तो अभिमान आउँछ। त्यस कारणले त्यस्ता अभिमानीको अभिमान नाश गराउने भगवान् नारायण रित्तो मान्छेको किन्छन् केही पनि नभएको अकिञ्चन वित्त, धन भने केही पनि छैन, त्यस्ताले भगवान्लाई भक्ति पारेर खुसी पार्छ, त्यस्ता हजुर छन् हे प्रभु भनेर नारायणको स्तुति गर्नुभयो। अन्त्यमा निस्किन लाग्नुभयो। भगवान् निस्किन थाल्दाखेरि सबै बिदा गर्न जान्छन्। स्नेह पास छुटाइदिनुहोस् प्रभु, माया बन्धनबाट मुक्त गराइदिनुहोस् भनेर भगवान् नारायण निस्किनुहुन्छ। सबैलाई हाँसेर केटीहरू केटाहरू बिदा गर्छन्। अब भगवान् नारायणका भक्त राजा युधिष्ठिरलाई राज्य प्राप्त हुँदा पनि पीर लाग्न थाल्यो रे। कवि प्रसादको सम्झना आउँछ त्यो पद्यको, त्यो भागवत कुञ्जको। कालो मैलो पानीले सफा हुन्छ र हुँदैन नि लुगा है, त्यही कुरा त्यहाँ यहाँको ठ्याक्क अनुवाद गरेको छ। यथा पङ्केन पङ्काम वा सुरया वा सुराकृतम ऋतत्याम तथैवैकाम न यज्ञै माष्टुमर्हति। फोहोर पानीद्वारा फोहोर जति गरे पनि हुन्न सफा, काम्य कर्मले काम्य वासना जति गरे पनि हुन्न सफा। एउटा चिज चाह्यो अर्को चिजलाई चाह्यो, चाहनाले चाहना बढाउने मात्रै हो, आवश्यकताले आवश्यकतालाई बढाउँछ मात्रै। लिमिटेसनमा बस्नु पर्यो, यति बेला पुगिहाल्छ निर्वाह भइहाल्छ भनेर भन्नु पर्यो। यति बेला चल्छ, चले भइगयो, जीवन चले भइगयो। धेरै थुप्र्याएर त्यसो चिन्ता लिएर किन बस्नु। त्यसैले हिलोले हिलो पखाल्दैन। हिलो लुगा मैलो लाग्यो लुगालाई हिलो पानीले धोएर सफा हुन्छ र हुँदैन त, सफा पानी चाहियो। त्यस्तै मैले बन्धु हत्या गरेँ, गोत्र हत्या गरेँ, द्विज हत्या गरेँ, शत्रुहरू भनेर मारेँ, अब मलाई पाप लाग्यो। राज्य पाएँ, अब दान धर्म गरौँ, धुँ, कहिले जान्छ त्यो है, जाँदैन। पीर लाग्यो युधिष्ठिरलाई। यज्ञ गर भन्नुभयो, यज्ञ गरेर नि जान्छ र। हिलो चलायो फेरि पखाल्यो, हिलो चलायो फेरि चखायो, कहिले पनि जाएन। बडा मैले दुःख काम गरेछु, पीर लाग्यो युधिष्ठिरलाई। यज्ञ गरे पनि जाँदैन जस्तो लागिरह्यो, पीर लागिरह्यो युधिष्ठिरलाई। यतातिर भगवान् नारायण जान लागेको, एकचोटि जानुभन्दा अगाडि त्यो सरसैयामा सुतेका भीष्म पितामहलाई एकचोटि दर्शन गरौँ न, कुलका बुढा हुन्, त्यहाँ जानुभयो। सर युधिष्ठिरस्तदा कर्ण्य शयानम सरपिञ्जरे, त्यो सरसैयामा अर्जुनका बाणले घाइते भएका गुरु सुत्नुभएको द्रोणाचार्य के अरे भीष्म पितामह उहाँ पुग्नुभयो। भीष्म पितामहलाई स्तुतिको प्रशंसाको प्रसङ्ग गर्नुभयो। उसपछि भीष्म पितामहका अगाडि भगवान् श्रीकृष्णले भन्नुभयो, बुढा मर्या भाका सर्या, पृथ्वीनारायण शाहको दिव्य उपदेशमा आउँछ। त्यो कहाँबाट आयो भने यहाँबाट आएछ। हेर यी बुढा छन्, तिम्रा कुलका धर्म कुर्म जान्ने 3 पुस्तेका बाबु नि, त्यस कारण यिनलाई सबै कुरा थाहा छ। कुलको धर्म थाहा छ, राजधर्म थाहा छ, ब्राह्मण क्षेत्री वैश्य इत्यादि वर्णाश्रम धर्म थाहा छ। सबै कुरा थाहा पाएका यी बुढा गयो भने मर्दाखेरि ज्ञानसँगै लिएर जान्छ। सार्नु परेन, तिमी नाति उत्तराधिकारी छौ, तिमीले ग्रहण गर्नुपर्छ भनेर सबै दान धर्मान राजधर्मान मोक्ष धर्मान विभागसह सबै धर्मका ज्ञान यथा वर्णम यथाश्रमम ब्रह्मचर्य आश्रम गृहस्थ वानप्रस्थ सन्यास आश्रमका, अरू त्यसै ब्राह्मण क्षेत्री वैश्य शूद्रका, राजाका धर्म, सारा कुरा छोटकरी कोही कोही लम्बे चौडे व्याख्या सबै सुन्नुभयो। इतिहास पुराणका कुरा सुन्नुभयो। किनभने आजभोलि हाम्रो बानी बिग्रिया छ, तस्बिर हेर्ने नै गर्दैनौँ। तस्बिर आफ्नो तस्बिर ऐनामा हेर्दाखेरि आफ्नो मुख देखिन्छ, संसारको मुख ऐनामा देखिँदैन। तस्बिरमा आफ्नो ऐनामा यसो हेऱ्यो भने ऐनामा आफूलाई देखिन्छ। संसारको टिका टिप्पणी गर्छ आफू कस्तो छ भनेर कहिले ऐना हेरेर गरेकै थियो। आफ्नो कुरा आफूले विचार गर्नु नि, हृदयरूपी ऐनामा हेरौँ,
हामी पनि अरूलाई ठग्छौँ, ढाँट्छौँ, चोर्छौँ, ठल्छौँ भनेदेखि त्यो छोड्नु पऱ्यो नि। उसले मलाई ठग्यो, ढाँट्यो भन्छ, आफू कति ठाउँ ढाँटेको छ, बाले किन्न पठाएर नापाखानी छोरो यहीँ छ होला कसरी, बुढीलाई ढाँटेर पैसा गोजामा जडा राखेर होटेल खानुपर्छ भनेर राख्ने हामी यहीँ छौँ होला कति, बुढालाई ठगेर बाटो खर्च जोगाएर खाने बुढीहरू छन् या कति, छोरालाई बाउलाई छोराले झुक्याउने, सबैका आफ्नो खाता खोल्ने बचत खाताहरू धेरै खुल्या छन् होला यहाँ, छैन र? उसलाई ठग्नुपर्छ, उसले उसलाई जिल्ल्याउनु खोज्छ, सारा फटा भयो अरे। ल एउटा चोरले भनेछ कस्तो मान्छेहरू उल्लु भयो, सबै बैङ्कमा राख्छन् भयो पैसा, हामीले चोरले पाएन हुँदो रहेछ। साथ त बाउहरू छोराहरू सबै दाजुभाइ दिदीबहिनीहरू सबै त्यो भावना आइराखेको छ। त उसलाई ठगिरहेको छ। अनि भित्र हृदयमा छामेर भनौँ न हामीले कसैलाई ठगेको छैन भनेर, त भगवान् छ नि, नारायण छ नि हाम्रो हृदयमा, उसलाई सोध्नु पर्यो, आफूलाई सोध्नु पर्यो। अघि मैले चित्रगुप्तको कथा भनेको थिएँ, उठाउँदै मात्रै धेरै कुरा गरेर बेर हुन्छ, यहाँ पाठ पुग्दैन फेरि त्यो कथा आउँछ, प्रसङ्ग व्यथा पर्छ हाम्रो। यसैले धर्म अर्थ काम मोक्षका सारा ज्ञानका उपासनाका कुराहरू सबै चित्रगुप्तले राखेका छ। चित्रगुप्तका भने के हामीले गरेका थरी थरी कामहरू हाम्रो मनमा लुकेर बसेका छ। त्यो लुकेर बसेको थाहा पाउने मनलाई भन्छन् के हो भने यमराज, चित्रगुप्त भन्छ। त्यो चित्रगुप्तले राखेको हुनाले त्यहाँ लुकाएका कुरा सबै मनका कुराहरू हामीलाई थाहा भएको हुनाले त्यसको प्रायश्चित बेलैमा गरौँ, मर्नुभन्दा पहिले नै, दुःख पर्नुभन्दा पहिले।